तँलाई ससुरालाई पठाएको कि जुवा खेल्न पठाएको लासरमा हराएका तेरो आज नलाइकन मैले केटाकेटीले चाहिँ गरी छौगाठे केटाकेटी बुढाबुढी जस्तो तेरो बेहोरा छ र कुकुर जस्तो बेहोरा गरेका गाउँ गाउँ हिँड्ने हो ससुरालाई पैसा दिइदिई पठाएर त कस्तो सम्म नभएको के गरी छौ भने तेरो अब जाला जुवा खेल्ने हात तेरा हिँड्यो छोडा के बरु के काम छ भन ओ आमा छोडा के छोडिसकिछु अब त है तेरी आमा के गरी छोडिसकिछु अब गर्दिन के आमा भाउ अब बरु के काम छ भन त आमा घाँस काट्न पर्ने गोरु हेर्न पर्ने के गर्न पर्ने छोडा त अब यही बस्ने खाना पनि परेन काम गर्न नि परेन अनि कति बेलासम्म बस्ने हो र यस्तै आमा ओ छोडा त भनेको अझसम्म तेरो बानी सुध्रिन्न हैन अब म सुध्रिन्छु ल भन घाँस काट्न जाने हो कि गोरु हेर्न जाने हो कि त तँलाई त सिस्नो काटेर लिएर यहाँ यसो नगर त भने तपाईले कहिले भानु के भयो ए डुकुरी म सिस्नो काट्न गएँ यसलाई यहाँ खोल्दिस् भने तँलाई पनि मैले घर हात निकालिदिन्छु तेरा छाला काट्नेछु देखे अब यहाँ नखोल्दैछ यसलाई म सिस्नो लिउन गएँ जब तक म आउन्जेनी ए डुकुरी यहीँ जा त यहाँ आमाले बाजार गर्न छिटो खोल त यो उसलाई सिस्नो लिन गएछ मार्छ छिटो खोल त यहाँ नै आमाले मार्नुहुन्छ मलाई ए डुकुरी ए बुढी यसो आइज खोल्ने यार भोक पनि लागेको छ प्यास पनि लागेको छ अहिले आमा आएन मार्थिन् अहिले आइज त बुढी यसो खोल त आइज न भोको खोलिदिन्न म त आमाले छाला काट्छु भनेर जानुभयो खोलिदिने नि त घरबाटै निकालिदिनुहुन्छ नै र खोलिदिन्न म त साली कुकुर नि कहिलेसम्म आमाले बाँधेर राख्नु होला र तँलाई मैले जानेको तेरो छाला काट्छु मैले बुझिस् नि छिटो आएर खोल्ने खोल नत्र भने खाँदिस् फेरि ओहो के रमिता देख्न पाइयो आज बडै आनन्द आयो यस्तो देखेर खुब खुसी लाग्यो मलाई त बल्ल खाइस् मलाई केटो लगाएर पिटाइदिस् नि बल्ल मजा आयो मजा त आउँछ नि नारदे यो सब तैँले गर्दा हो बुझिस् मेरो हात यिनी फुक्न दे त्यसपछि म जानेछु तँलाई अझै पुगेर रहेनछ बुझिस् तँलाई कुकुरलाई चाहिँ लखरी लडी पिटाइन्छु भने मेरो नाम पनि जङ्गे होइन बुझिस् अरे भो सेकी नझार तालको बेउ त तालैमा राम्रो हुन्छ बुझिस् भो तँसित के मुख लाग्ने यार आफूलाई कस्तो भोक लागेको छ घर गएर मिठो मिठो पकाएर खाइन्छ नि यार कति दुःख पुऱ्याइस् कति तैँले मलाई अब त तँलाई त सिस्नाले हानेर तेरो छाला काट्ने तँलाई मात्रै पोले हेर मलाई नि मुटु पोलेको छ तँ दुखी भएर मलाई कति दुखी पर्ने नहान त पोलो के सिस्नाले नहान त भने पोलो के अनि अस्ति बर्थडे कति रमाइलो भयो त कति रमाइलो भयो त हजुर आउनु भएन यहाँ त्यस्तै भयो आउने भने टाइमै भएन रमाइलो त भयो हेलो हेलो कता हुनुहुन्छ म यतै गाउँतिरै छु ए हो र म पनि हिजो गाउँमा आएको छु कोही कतै भेटौँ न हामी ए ल हुन्छ कहाँ भेट्ने त हामी पहिल्यै भेट्ने ठाउँमा भेटौँ न ए ल हुन्छ आऊ न त भेटौँला हो भोल्टे दाइ के चालछन् एकदम ठिक छ भाइ त्यसले गरौँ के भने भयो अनि दाजु कति दिनको बिदामा आउनु भयो त ओहो नारदे म ठिक छु म 2 महिना छुट्टी आएको छु ओहो दाजु पैसा त टन्ने कमाउने होला भुँडी पनि लागेकै छ भाइ अलिअलि कमाएकै छु खाना लाउन पुगेकै छ गर ओहो दाजु खाना लाउन पुगे त भयो नि अरू के चाहियो छ र ओहो दाजु कपाल त पुरै खुल्केछ तालुमा आलु फल्छ भने चाहिँ साँच्चै पो हो रहेछ के को आलु फल्ने हो भाइ यो खाडीका ताता पानीले सबै फुल्काएको यो ए गाउँको हाल खबर के छ त उस्तै होस् कि सुध्रिस लागेको बानी कोही नजाने दाइ गाउँमा त ठिकै छ त्यस्तै छ तर विकृति फैलिएको छ दाइ के गर्ने ल भाइ म अहिले लाग्छु बसी बसेर आरामसित पुरा आरामला हुन्छ दाइ अनि दाइ यो लाउरे झोला बोकेर लैदिउँ कि भनेर हो पर्दैन भाइ म जान्छु दाइ विदेशी मिठाई एक्लै नखान होला नि मलाई पनि राखिदिनु होला नि ल हुन्छ भाइ म गएँ ल दाइ ल ए कति छिटो आइसक्नु भयो त
आएँ नि तिमीलाई कति बेला भेट्यो जस्तै भयो काली। ए हो र, अनि सन्चै त हुनुहुन्छ नि? सन्चै छु। अनि कतिको बिदा आयो त? धेरै त होइन, केही दिनको बिदामा आएको। अनि आज म धेरै खुसी छु नि तिमीलाई भेट्न पाउँदा। हो र, धेरै पछि हजुरसँग भेट भएको छु, सपना जस्तै लागिरहेको छ। अनि मलाई कति मिस गर्यौ त लुरी। आफूलाई भन्दा नि धेरै गरे नि, बरु हजुरले पो गर्नुभयो कि नै? गरेँ नि काली, तिमीलाई नसम्झेर अरू कसलाई सम्झनु त? के मैले सम्झिँदा बाडुल्की लागेन? हजुर पनि कस्तो मजाक गर्नुहुन्छ। मजाक होइन कि काली, साँच्ची के हो। हस् हुन्छ, म जान्छु है, मामुले थाहा पाउनु भयो भने फेरि गाली गर्नुहुन्छ। कति छिटो जान्छु भनेको त, मलाई त छुट्टिन मनै लागेको छैन। होइन अहिले त जानुपर्छ, बरु पछि भेट्दै गरौँ न नि त। ल हुन्छ, फेरि जाऊ, फेरि छिट्टै भेट ल। हस्। तिम्रो हातमा के जादु छ हो साइली? रक्सीको नसा हो कि तिम्रो नसा हो? किन आज कुकुरको मुख धेरै लागे जस्तो छ नि? होइन के साइली, तिम्रो हातको रक्सीले त मलाई झन् डबल नसा दिन्छ। कहिलेकाहीँ त म घरै जान बिर्सिन्छु। अलिक अडिने गरी खाने गर, जाऊ त जौला खौलामा। होइन हो साइली, रक्सीमा के मिसाउने गरेको छु? एक गिलास खाएपछि धुनै अर्को गराउने। धेरै नबोल, तिमी बोलेको हो कि तिम्रो रक्सी बोलेको? ए बाजे, आज किन आएको फेरि? अस्ति घडी धितो राखेर भएन, आज के राख्ने हो? अझ फेरि खाएर आएछौ? नगराउ न साइली, मेरो अन्त जाने ठाउँ कहाँ छ र? बरु एक गिलास रक्सी खान ल्याउ न। ए बाजे, मेरो पुरानो पैसा कहिले दिन्छौ? मेरो पैसा खुरुक्कै देऊ त। त्यसो नभन न साइली, पैसा त मैले तिमीलाई दिइ त राखेको छु नि। ए बाजे, हिजो त खुब नारदीसँग कुस्ती खेल्यौ रे। बुढेसकाला बुढो अड्डी जोडिन्न भन्छन्, अलि ख्याल गरे। नगरा लफङ्गा, तँलाई के मतलब? म जेसुकै गरौँ। खै बुढा त जानु पर्यो।